नमस्कार। के अरे फेरि बेर लगाएर तिम्रो त्यहाँ त्यहाँ फेरि एकछिन एटिएममा गयौँ एटिएमले काम गरेन निकाल्नु एकचोटि 1 मिनट निकाल्नु एकचोटि। अब हामी आज कति हो मिति 2082 साल 7 कार्तिकको 7 गते 7 गते सम्भवतः अहिले बिहानको 7 बजेको छ क्या हो अहिले 6:30 बजेको रहेछ। ल अब हामी तुलसीपुरबाट महेन्द्रनगर धनगढीको यात्रा प्रारम्भ गर्दैछौँ। सुरु गरौँ होइन यात्रा अब यात्रा ल सबैको जय होस्। सबैको जय होस्। धन्यवाद। बिहान हिँड्दा 7 थियो अहिले 8 बजे त 10 बजे आज 7 गते नि 6 गते टिका 7 गतेका दिन हामी सुदूरपश्चिमको भ्रमणको क्रममा बागेश्वरी माताको दर्शन गरेर यता पश्चिम लाग्ने बागेश्वरी मन्दिर यता छ नि मन्दिरको दर्शनको प्राङ्गणमा 3 जनाको यो फोटो सुट गऱ्यौँ भिडियो। ल धन्यवाद। धन्यवाद सबैजनालाई। सबैभन्दा लामो 1015 मिटर लामो पक्की पुल कोठियाघाट गेरुवा पुल पुरैमा कैद गरिएको फोटो भिडियोको दृश्य यो चाहिँ हाम्रो मेमोरीको लागि लौ त अब यात्रा अझै पनि लामो छ। अब सम्भवतः आज के अरे धनगढी पुगेर त्यही बस्ने हुन्छ होला। यात्रा निरन्तर जारी छ। अब हामी यहाँबाट टिकापुर पार्क डेस्टिनेसन नेक्स्ट डेस्टिनेसन ओके छ त भाइ। ओके भाइ। घोरी घोरा रहेछ त घोरी रहन्छ नि त। यति बेला हामी अब घोडाघोडी ताल आइपुगेका छौँ। यात्राको क्रममा थकित अवस्थामा हुनुहुन्छ हाम्रा गोविन्द मामा। के बोल्ने जमर्को गरिदिनुहोस्। अब हाम्रो यात्रा यसपछि अगाडि धनगढीको लागि बढ्छ अगाडि यात्रा। अहिले यहाँ यसको घोडाघोडी तालको दृश्य अवलोकन गर्दै रमाउँदै अगाडिको यात्रा हाम्रो धनगढी बजार। आज बसाइ हाम्रो धनगढी। धन्यवाद।